एन्जिला बनिन् जो हामीले देखिरहेका छौँ। स्वाधीनता बचाउन अटल पहाड झैँ गोल पोस्टमा उभिएकी एन्जिला। ल पहिला पोहोर परारको साल छिराएको थियो त्यतिर लास्टै फोहोर थियो पोखरीहरू अझै धेरै छ भइसकेको रहेछ। है गाइजहरू हामी चाहिँ आइसकेका छौँ। अब टक्कसँग यहाँबाट खिच्छौँ, भिडभाड छ यहाँ। बेलामै घर जानुपर्छ है, नभए त मार्छ बाबाले। जे भयो ट्रेनिङ त गरेरै जाने हो। हाफमा चाहिँ एकदम राम्रो छ, झन् सेकेन्ड हाफमा झन् राम्रो पिकअप लिएको छ है। सबै कुरो एकदम पर्फेक्ट छ। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यतिखेर चाहिँ म धोबी खोलाको किनारामा छु। यो चाहिँ पहेँलो पुल नजिकै हो। हामी चाहिँ यतिखेर अब जाँदैछौँ अन्जिला मुभी हेर्नको लागि। डक्कसँग लाएर यो 4:30 भइसकेको छ। यतिखेर चाहिँ हामी चाहिँ बेलुकीको 5 बजेको सो हेर्न जाँदैछौँ, किनभने दिनभरि काम गर्नुपर्छ है। त्यही भएर बेलुकीको सो हेर्न जाँदैछौँ र 5 बजेको सो, अनि त्यसपछि 8:30 बजेको सो पनि छ है। किनभने नाइट सो हेर्न चाहिँ दिनभरि काम गर्नेहरूले दिउँसो फुर्सद नहुनेहरूले चाहिँ नाइट सो हेर्ने हो। अब कस्तो हुँदो रहेछ नाइट सो है, एक्सपेरिमेन्ट गरिदिउँ भनेर जाँदैछौँ हामी दुईजना टक्कसँग लाएर। यतिखेर चाहिँ धोबी खोला जाँदैछौँ हामी चाहिँ। कालो पुल हुँदै ज्ञानेश्वर हुँदै अनि सिटी सेन्टर कमल पोखरीको सिटी सेन्टरमा बिग मुभीमा हेर्न जाँदैछौँ टक्कसँग लाएर। यो चाहिँ दोस्रो पटक हेर्न जाँदैछु म चाहिँ, किनभने दयाङको मुभी चाहिँ दुईचोटि नै हेर्ने गरेको छु मैले चाहिँ। योभन्दा अगाडि कबड्डी सिरिजहरू पनि प्रायः 2 चोटि नै हेर्ने गरेको छु। अब चाहिँ हामी कालो पुलबाट मुनि गएर अनि ज्ञानेश्वरतर्फ जान्छौँ डक्कसँग लाएर। भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला र फर्स्टचोटि मेरो च्यानलमा हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त गाइजहरू। ल भिडियोलाई अगाडि बढाउँछु। गाइजहरू अहिले चाहिँ हामी यहाँ सिटी सेन्टरको जस्तैमा आएर चाहिँ हाल्छ जहाँ पर चाहिँ अब आइपुग्नु लाग्यो सिटी सेन्टर। त्यहाँदेखि अब नजिकै हो है। खोलाएर 5 बजे जस्तो हामी जाँदैछौँ। ल गाइजहरू हामी चाहिँ यहाँ कमल पोखर छिरेका छौँ। एकछिन टाइम र 5 बजे जस्तो भर्खर 7:30 हुँदैछ। र यहाँ ल्याएर मिस हुनेको टाइम यसो यस्तो गरेर अमुनि गरिदिनु, अमुनि गरेर मुनि। त्यही भएर यहाँ एकछिन हावाखाने कुरो हो, त्यही भएर यहाँ गइरहेको छौँ। दाजुले यहाँ क्यामेराबाट लिइसक्नु हाम्रो यहाँ। ल गाइजहरू अहिले चाहिँ बबाल बनाएर चाहिँ कमल पोखरी है यस्तो, तर पानी चाहिँ सुकेछ। ल पहिला पोहोर परारको साल छिराएको थियो त्यतिर लास्टै फोहोर थियो पोखरीहरू अझै धेरै सफा भइसकेको रहेछ। अहिले चाहिँ सफा बनाएछ है पोखरीहरू टक्कसँग लाएर। ल टन्न मान्छे छिर्दो रहेछन् है लाएर। पानी चाहिँ अलिक सुकेछ अस्तितिरको भन्दा। यो भोगाटेको बोट रहेछ, फुलिरहेको छ, मकमक बाँच्न आइरहेको छ यहाँ। खै यो भोगाटे जस्तो छ, बाँच्न मिठो आइरहेको छ यहाँ। र भोगाटे अघि खाइकिएको बोट हो यो। हाम्रो म्याडम केक चपाइरहेको छ त्यहाँ र। ल गाइजहरू हामी चाहिँ एक राउन्ड लाउनु भ्याएन, अब टाइम हुनु लागिसक्यो। त्यही भएर फर्केको है आधा बाटोबाटै घरतिरसम्म पुग्यौँ है। जाँदैछौँ टक्कसँग। क्यामेरामा के बसेछ टक्क पुस्ने बेला भएको छ है। हामीले एन्टी लाइट भयो होला है। ल है गाइजहरू हामी चाहिँ आइसकेका छौँ। अब टक्कसँग यहाँबाट खिच्छौँ, भिडभाड छ यहाँ, मान्छे ग्राम छ यहाँ है। त्यहाँबाट खिच्छ। अब वेलकम टु सिटी सेन्टर रे टक्कसँग लाएर पर लिफ्टबाट जान्छौँ हामी चाहिँ हुँदै। ल है अब 5 बजे सो ठिक्क आइरहेको रहेछ लिफ्ट। यतिखेर यही लिफ्टमा जानुपर्छ। ल त्यसैमा जाउँ, ठिक्क आउँदैछ लिफ्ट हेर्दैछ त्यहाँ कुदेको एकछिन लिफ्टमा। ल यो अर्थमा
ल हामी चाहिँ यहाँ छेउछाउ जस्तो चाहिँ छिर्ने ठाउँ चाहिँ हो यो बिग मुभीको छिर्ने ठाउँ चाहिँ युनिक छ यहाँ हट्टा यहाँ चेकिङ पनि भइसकेको छ चेकआउट वेटिङमा सबैजना छौँ यहाँ टक्क लाएर हाम्रो चाहिँ यता 3 मा हो 3 मा सुरु भएर हिँड्छ वेटिङमा छौँ सबैजना हाम्रो एन्जेला मुभीको वेटिङमा है यहाँ हाउसफुल भइसक्यो होला सायद अघिसम्म त आधी भइसकेको थियो ल टक्कसँग लाएर ल सुरुमा होइन ल भिडभाड निकै छ है यसले राम्रै पिकअप दिइरहेको छ यो मुभीले टक्कसँग गाइजहरू अझै टाइम बाँकी छ गाह्रो खुलेकै छैन 5 बजेको सो हुन्थ्यो तर 5 बजी आएको छ सबैजना वेटिङमा छौँ यहाँ सबैजना फोटो सेसन कोही पपकर्न खानेमा व्यस्त छौँ यहाँ र यहाँतिर पुरै टनन सबैजना व्यस्त है फुल छ फुल यहाँ सिस्टर यहाँ हुनुहुन्छ ल गाइजहरू अब चाहिँ खोलिसकेको छ हल हामी चाहिँ छिरिसक्यौँ है यहाँ टक्क लाएर छिरिरहेको छौँ यहाँ उता घरमा हुन्थ्यो प्रायः ऊ चाहिँ अस्ति चाहिँ यहाँ ट्रीमा हेरेको अलमल र त्यो जसिताको चाहिँ यसमा हेरेको ट्रीमा गाइजरै बस्नु सुरु भइसकेको छ यहाँ फुलभरि भरा भइसकेको छ है सिटहरू यहाँ टक्क लाएर यहाँ भरिँदैछ हाम्रो चाहिँ यता लाइनपट्टि रहेछ यहाँ है G7 नेट हाम्रो सिट चाहिँ अलिक माथि काट्नु खोजेको तर Advertising service. Official media for big movies. यतापट्टि हो जिल्ला बनिन् जो हामीले देखिरहेका छौँ स्वाधीनता बचाउन अटल पहाड झैँ गोल पोस्टमा उभिएकी एन्जिला रमाइलो छ मुभी यो मुभी हेरेर चाहिँ नरुने मान्छे कोही हुँदैन होला एकदम मकै खाने बेलै गाइजहरू यहाँ हाफ टाइम भएर यहाँ मकैको लाइनमा यहाँ ल लाइनमा है हामी चाहिँ मान्छेहरू यस्तो दुःखै हुँदैन थियो मैले जे गरेँ सब तिमीहरूको लागि गरेँ अहिले आएर त्यस्तो बहुत तिमीलाई ठिक लाग्यो होइन एकदम राम्रो छ झन् सेकेन्ड हाफमा झन् राम्रो पिकअप लिएको छ है सबै अब चाहिँ फुल है यो चाहिँ अहिले चाहिँ रातको 7:45 भइसक्यो र अब पछिको सो पनि छ एक सो छ अब रातै परिसक्यो है बाहिर झमक्कै भइसक्यो होइन अर्को सोको लागि सिर्दैछन् साथीहरू सोको लागि यहाँ ल सिर्दैछन् साथीहरू है नाइट सो 7:45 भने चाहिँ 8 बज्छ होला यो सो हुँदा त हामी चाहिँ हिँडेको यहाँ लिफ्टबाटै जाउँ होला ल गाइजहरू हामी चाहिँ यहाँ मुभीहरू निस्किसकेको अब लाएर रातको 8 बज्न लागिसक्यो 8 बज्न लागिसक्यो 8 बज्यो भन्दा नि हुन्छ होला र अब हामी जाँदैछौँ ल
चाहिँ आइसकेका छौँ टक्कसँग। यतिखेर चाहिँ 8:30 भइसकेको छ। 5 बजेको सो हेर्न गएको थियौँ कमल पोखरी सिटी सेन्टरमा। टक्कसँग मुभी चाहिँ एकदम बवाल लाग्यो, रुइयो पनि, रमाइलो छ मुभी। यो मुभी हेरेर चाहिँ नरुने मान्छे कोही हुँदैन होला, एकदम राम्रो छ। फर्स्ट हाफमा चाहिँ हँसाउने पनि छ, रुवाउने पनि छ, अनि सेकेन्ड हाफमा चाहिँ एकदम राम्रो छ। झन् सेकेन्ड हाफमा झन् राम्रो पिकअप लिएको छ है। सबै कुरो एकदम पर्फेक्ट छ, पात्रदेखि लिएर एक्टिङ, डायलग त झन् भन्नै पर्दैन, बवालै छ डायलग चाहिँ। ल गाइजहरू, भिडियोलाई यस्तै अन्त्यसम्म हेरेर साथ दिनुभएको धेरै धेरै धन्यवाद। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, जीवनलाई मस्त बनाउनुहोस्। बाई बाई।